जो मान्छे आफ्नो हुन सक्दैन त्यही मान्छेको माया चाहिँ किन यति बढी लाग्ने हो क्या है। भगवानले पनि के सोचेर यस्तो बनाउँछ जस्तो लाग्छ क्या। जो मान्छे चाहिँ आफ्नो नसिबमै छैन, आफ्नो खप्परमै छैन, त्यो कुरा मलाई थाहा छ, तर पनि त्यही मान्छेको चाहिँ एकदमै माया बढी लाग्दो रहेछ क्या। यो चाहिँ ह्युमन नेचर नै रहेछ। जो कुरा चाहिँ तपाईँले पाउन सक्नु हुँदैन त्यही कुराको आश बढी लाग्दो रहेछ क्या। अनि त्यही भएर आफूले आफ्नो फिलिङ्स चाहिँ सबैको अगाडि एक्सप्रेस गर्न जरुरत छैन जस्तो पनि लाग्छ। बुझ्ने मान्छेले आफै बुझ्छ, नबुझ्ने मान्छेले बुझ्दैन। उसलाई जति रोक्न खोजे पनि, जति सम्हाल्न खोजे पनि, जति माया गरेर राखे पनि त्यो मान्छे जान्छ नि, त्यो तपाईँको हुनै सक्दैन क्या। अनि तपाईँको फिलिङ्सको कदर गर्ने मान्छे नै छैन भने के भ्याल्यु रह्यो त तपाईँले एक्सप्रेस गरेको फिलिङ्सको, होइन? आफ्नो नि एउटा कदर होस् है, मायाको पनि एउटा कदर होस् जस्तो लाग्छ मलाई चाहिँ। जो कोहीबाट पाइँदैन यस्तो कुरा चाहिँ पाइने भए भए त त्यो मान्छे तपाईँले पाउनुहुन्थ्यो नि, होइन? नपाउने भएर त कदर भएन नि, त्यो सोच्नुपर्छ। र मरिहत्ते चाहिँ कसैको लागि पनि गर्नुहुन्न जस्तो लाग्छ क्या मलाई। किन मरिहत्ते गर्नु पर्यो त, जब कि तपाईँले उसलाई सम्हाल्नै सक्नु हुँदैन, तपाईँको नसिबमै छैन ऊ। जतिसुकै तपाईँले कर गरेर पनि त्यो मान्छे तपाईँसँग हुनेवाला छैन, किनकि तपाईँको नसिबमा त्यो मान्छे छैन भनेर तपाईँले बुझ्नुपर्छ। फुलेको फुल एक दिन ओइलाएर जान्छ, सुकेर जान्छ, त्यस्तै हो तपाईँको फिलिङ्स पनि एक दिन बिलाएर जान्छ त्यो मान्छेप्रति। अब तपाईँले पाउनु हुँदैन भनेपछि होइन, त्यो कुरालाई रहर पनि गरेर काम पनि छैन जस्तो लाग्छ मलाई चाहिँ। त्यो भएर रहरै नगर्नु, त्यस्तो कुरालाई मार्दिनु, छोडिदिनु। लाइफमा कति मान्छे आउँछ जान्छ, जो मान्छे तपाईँको हरेक पलमा तपाईँलाई साथ दिएर बस्छ त्यो मान्छेलाई चाहिँ कहिले पनि नगुमाउनु होला, उसको कदर गर्न सिक्नु होला। दुःखको बेला तपाईँलाई कसले साथ दिन्छ त्यो मान्छे चाहिँ तपाईँको लागि एकदम बेस्ट पर्सन हुनेवाला छ। सुखमा पनि हात समातेर लग्नु होला। हुन नसक्ने कुराको जिद्दी गरेर पनि नबस्नु होला, आशै मारिदिनु होला। त्यही भन्छु म तपाईँहरूलाई, त्यही हो यार।